गाह्रो बाटोको यात्रा एकदमै गाह्रो छ। सानी त्रिवेणीतिर हिँडिरहेको अवस्था हो। यस्तो बाटोमा साथी अगाडि हिँडेको अवस्था छ। म पछि साथीलाई पछ्याइरहेको छु, तर भेटाउन सकिरहेको छैन। यस्तो भिडहरू छ यहाँ। हल्का कुहिरो पनि लागिरहेको अवस्था छ। पारिको दृश्य अवलोकन गर्न सकेको छैन। कुहिरोले ढाकिरहेको छ। पहाडी खाएर नगरपालिका हो। मानमा बजारको अवलोकन गर्न सकिन्थ्यो, यसमा कुहिरोको कारण मानमा बजार अवलोकन गर्न सकिरहेको अवस्था छैन। यद्यपि म यो मौसमले साथ दिएसम्म तपाईहरुलाई अवश्य पनि मानमा बजार अलिअलि देखिरहेको अवस्था छ, यसको अवलोकन गराउने नै छु। कस्तो छ यसको दृश्य हजुरहरु माझ बसिने नै छु। एकदमै भिड छ। भिरपाखा एकदमै दुर्गम जिल्ला, नेपालको सबैभन्दा कान्छो अनि दुर्गम जिल्ला कालीकोट भनेर पढ्ने गरिन्थ्यो। अहिले जीवनकालमा साँच्चै पुग्दैछु। यहाँ एकदमै दुर्गम नै रहेछ। भिरको बाटो यस्तो छको छ। यसको मुनि हो हिँड्ने। यहाँदेखि तल एकदमै तल हुम्ला कर्णाली बगिरहेको दृश्य हजुरहरूले हेर्नुहोला। सानी त्रिवेणीको यात्रामा छु म। अहिले कोटबाट भन्दा थोरै पोलतिर पट्टी मात्रै छौँ हामी। यहाँ तल माथि यस्तै भिरभारको बाटो, हिँड्न नि गाह्रो, बानी नपरेर नै होला। धेरै गोठालाहरू बाख्रा चराएको अवस्था पनि रहेछ। तल भिरमा घर पनि बनाएको अवस्था छ। हजुरहरूलाई यो दृश्य अवलोकन गराउनका निमित्त मैले यो भिडियो बनाइराखेको छु। हजुरले अवश्य पनि यसलाई मन पराउनुहुनेछ भन्ने अपेक्षा गरेको छु। हिँड्दैछु, बोलेको मिलेको छैन होला, अवश्य पनि मिलाएर बुझिदिनु होला भन्ने आशामा छु। यो दृश्य हजुरहरूको टाढा भए पनि यो दृश्य कस्तो रहेछ त भन्ने कुराहरूको कौतूहलता मेटाउनका निमित्त यो भिडियो मैले बनाएको छु। यस्तो भिड छ। भिरको मुनि बाटो एकदमै गाह्रो बाटो, एकदमै जोखिमपूर्ण यात्रा। बाटो चाहिँ चौडाइ छ, त्यति त उ छैन, तर माथिबाट एकदमै ठाडो भिर। यो बर्खाको मौसममा आउँछ कि भत्किन्छ कि भन्ने कुरा एकदमै जोखिम छ। पानीको धारा छ। यात्रुहरूले हिँड्दा खाने धारा होला सायद। यसपछि पनि म भिडियो बनाउने छु। यो अगाडिको दृश्य हजुरहरूलाई देखाएँ। यस्तो ठाउँमा हिँड्दै मैले बिदा हुन्छु। फेरि पनि भिडियो बनाएर हजुरहरूमा अवश्य पनि पस्किने अपेक्षा राखेको छु। धन्यवाद।